हाई वेलकम टु माई युट्युब च्यानल। यो चाहिँ मेरो फर्स्ट भिडियो हो। आजसम्म मैले कुनै पनि भिडियोहरू गरेको थिइनँ। इभन मिनी ब्लग्स टिकटकतिर पनि कुनै भिडियोहरू यसरी पर्सनल खुद बोलेर चाहिँ बनाएको थिइनँ। सो दिस इज माई फर्स्ट भिडियो र आज चाहिँ हामी झापा दमकदेखि श्री अन्तु घुम्न जाँदैछौँ। तपाईँहरूलाई मनपर्छ पर्दैन के कस्तो लाग्छ हेरेर साथ दिनुहोला। हेलो गाइस, अहिले चाहिँ हामी दमकबाट निस्किसकेको छौँ श्री अन्तुको सनराइज ब्युटिफुल भ्यू हेर्नको लागि। आज चाहिँ वेदर पनि एकदम राम्रो छ र यो जर्नी धेरै नै रमाइलो हुनेवाला छ। त्यसैले भिडियो अन्तिमसम्म हेरिदिनु होला। गाइस, यो रुट एकदम राम्रो छ। पहाड र हरियाली अनि फ्रेस हावाले ट्राभलको मजा नै अर्कै भइरहेको छ। हाई गाइस, अहिले चाहिँ हामी कन्यामा आइपुगिसकेका छौँ। यहाँको चिया बगान र वेदर एकदमै ब्युटिफुल छ। फोटो र भिडियो खिच्नको लागि चाहिँ एकदमै पर्फेक्ट प्लेस हो जस्तो लाग्छ मलाई चाहिँ। यदि तपाईँ नेचर लभर हुनुहुन्छ भने कन्या मस्ट भिजिट प्लेस हो। मेरो जुम्ल्या हेलो भन्नु नानी। हेलो गाइस। अहिले चाहिँ हामी कन्याम घुमिसकेर श्री अन्ततर्फ जाँदैछौँ।
फाइनली गाइस हामी चाहिँ श्रीयन्त पुगिसक्यौँ। यहाँ आएर एकदम फ्रेस फिल भइरहेको छ साथीहरू। ट्राभलको थकाइ सबै बिर्सिँदै हामी चाहिँ डान्स गर्दैछौँ। डान्स गरिसकेपछि अब चाहिँ हाम्रो खाना खाने बेला भयो साथीहरू। अब चाहिँ हामी खाना खान्छौँ। यहाँको जाडो चाहिँ एकदमै धेरै चिसो रहेछ। सो हामी चाहिँ चिसोमा आगो ताप्दै सेकुवा पोल्दै खाँदैछौँ साथीहरू। बिहान 4 बजी उठेर हामी चाहिँ श्रीयन्तको सनराइज हेर्न आइपुग्यौँ। एक घन्टा भइसक्यो फेरि सानो हो तल सानो देख्नुभयो। बिहानको भ्यू यहाँ एकदम स्पेसल हुन्छ र यो मोमेन्ट क्याप्चर गर्न मात्र पनि आउन लायक छ जस्तो लाग्छ मलाई। हेरियो अब जानु खुसी घाम हेऱ्यो उसले हेरेर के खाइनु राम्रो हुन्छ। हामी चाहिँ अन्तदेखि घाम हेरेर फर्केको साथीहरू र बाटोमा नास्ता खाँदैछौँ। हामी चाहिँ अहिले घोडा चढेर फर्किँदैछौँ साथीहरू। मेरो चाहिँ यो फर्स्ट एक्सपिरियन्स हो र धेरै नै मजा भयो साथीहरू। अब अर्को ब्लग बनाएको छु। बाइक आयो है अरू चाहिँ पछाडि कुन गाडीबाट हामी चाहिँ यहाँ
बाटो हिँड्दैछु को आयो ए गाडीमा गन आयो त्यही भएर मलाई मुख छोपेको हामी यहाँ चिसो भएर कस्तो जानु भएछ मेरो हात उयो चियाबाट चिया बगान निस्किनु आँट्यो हामी त्यो पनि देखाउँछु हजुरलाई रिल चाहिँ बनाउँदैनौँ त्यहाँ अरूले भाउजूहरू चाहिँ बनाउनुहुन्छ होला के चाहिँ हामी बनाउँदैनौँ किन नबनाएको भन्दा हामी नि यहाँ उयो ब्लग निस्किन्छ क्या होइन हामी यहाँ दुईजना हिँड्दैछौँ अरू त पछाडि छ निकै जाडो छ हामी बिहान घाम लागेर पेटै करकर कराइरहेको छ अनि अहिले कति बजेर हिँड्नु भए अब गाइस तपाईँलाई पाहाडीको भ्यूहरू देखाउँछु हेर्नुहोस् यस्तो राम्रो छ नि यो गाउँहरू आन्टीलाई म तपाईँलाई देखाउँछु यहाँ कति राम्रो छ गाइस ला झन्डै मोबाइल झऱ्यो यो झरेको मोबाइल झरेको त म के हुन्थ्यो मेरो हालत नसोच्दा हुन्छ गाइस यो चाहिँ हामी बसेको होटलदेखि देखिने भ्यू हो साथीहरू एकदम रमाइलो र पिसफुल रहेको छ हामी चाहिँ अब बिहानको खानासाना खाएर अब घर फर्किनु लागेको साथीहरू खुसीले नानी बोक्नु लगाएको उसको रिसले कालो नगर्नु हुँदैछ भाइ बोक्नु पनि यस्तो